बाबाको 84 को दिनमा उपस्थित हुन नसक्दा पठाएको छोटो सन्देश छ, म पढेर सुनाउन गइरहेको छु। कान्छी छोरीको सन्देश बुबालाई। आज बाबाको 84 पूजाको दिन घर भरिएको छ। आफन्तको हाँसो, शुभकामना मन्त्रको मधुर ध्वनिले आँगनमा धूपको सुगन्ध फैलिएको छ र प्रत्येक शब्दसँगै घर पवित्र हुँदै गएको छ। तर म त्यही घरकी कान्छी छोरी आज सबैभन्दा टाढा छु। सबैजना बाबाको वरिपरि बसेर आशीर्वाद लिँदै हुनुहुन्छ होला। उहाँको मुहारमा खुसी झल्किएको होला, तर मेरो हात भने खाली छ। न उहाँको स्पर्श, न त्यो क्षणको अनुभूति। परदेशको यो एक्लोपनमा मन बारम्बार त्यही आँगनतिर दौडिन्छ जहाँ म हुनुपर्ने थियो। बाबाको छेउमा आँखा रसाउँछन्, किनकि आज म सम्झनामा मात्र सीमित छु। मन्त्रहरूले घरलाई पवित्र बनाउँदैछन्, तर मेरो मन भने बुबाको सम्झनाले भिजिरहेको छ। कति भाग्यमानी हुनुहुन्छ सबैजना जुन क्षणहरू तपाईँहरूको साथमा बितिरहेका छन्, र कति अधुरा मेरा पलहरू जो टाढाबाट मात्र हेर्दै बित्दैछन्। हे भगवान्, मेरो मायालाई त्यहीँ पुर्याइदिनुहोस् जहाँ मेरो बाबा हुनुहुन्छ। मेरो श्रद्धा बाबाको हृदयले महसुस गर्न सक्नुहोस्। आज म परदेशमा भए पनि मेरो आत्मा, मेरो मन त्यहीँ छ, बुबाको छेउमा। त्यो पवित्र पूजामा आँसु र मायाले भरिएको छ। बुबा, तपाईँले कहिल्यै ठुलो जागिर गर्नु भएन, तर जीवनमा कहिल्यै केही कुराको अभाव महसुस हुन दिनु भएन। हजुर नै मेरो लागि अमूल्य सम्पत्ति हुनुहुन्छ र तपाईँको सङ्घर्ष र बलिदानको फल सरकारी सेवामा जागिर खान सक्ने योग्य बनाउनु भयो। आज त्यो तपाईँको सङ्घर्ष र बलिदान र तपाईँको काखलाई छाडेर परदेशी भूमिमा सङ्घर्ष गरिरहेको छु। आज म यहाँबाट तपाईँलाई 84 को पूजामा उपस्थित हुन नसके पनि मेरो मन, मेरो भावना र मेरो श्रद्धा सबै तपाईँको साथमा छ। बाबा, तपाईँको फाटेका पैताला र आमाको टालेको धोती आज पनि मेरो आँखामा झलझली आइरहन्छ। त्यो सदगीभित्र लुकेको महानता, त्यो अभावभित्र लुकेको उदार मन सायद शब्दले कहिल्यै बयान गर्न सकिँदैन। बाटो हिँड्ने मानिसलाई बोलाएर दही, मोही, शरबत खुवाउने, ठेकीमा खन्याएको दुध फेरि झिकेर खिर बनाएर खुवाउने तपाईँको त्यो विशाल मन आज पनि उनीहरूको सम्झनामा होलान्। अब हामी तल बसाइसकेपछि बाटो हिँड्नेहरूले त्यो बुढा कहाँ गएछ भनेर सोध्थ्यो रे। त्यो सुन्दा मन गर्वले भरिन्थ्यो। बाबा, तपाईँले माया र सेवाले दिएको धेरै मानिसहरू सफल भएर बजारमा घर बनाएर बस्दा छोरी बजारमा एउटा घर बनाएर बस्ने मन छ भन्दै तपाईँ र आमाको आँखाबाट झरेको आँसु आज पनि मेरो मनको गहिराइमा ताजा छन्। आमाको त्यो सपना अधुरै रह्यो। बाले त 84 गर्लान्, म त बाँच्दिनँ होला भन्दै आमाका आँखाभरि आँसु आएको त्यो पल म कसरी बिर्सन सक्छु र। त्यो सम्झदा आज पनि मन भक्कानिन्छ। जीवनभर दुःख सहेर, अपमान सहेर पनि कहिले हरेस नखाने तपाईँको र आमाको साहस, त्याग, समर्पण, अत्याधुनिक सोच र सधैँ सकारात्मक रहने बानी, यी सबै मेरा लागि जीवनमा मार्गदर्शक बनेका छन्। तपाईँले सिकाएको धैर्य, माया र मानवता नै मेरो सबैभन्दा ठुलो शक्ति हो। बुबा, आमाका कतिपय